साथीहरू, वेलकम टु माई मिनी भ्लग। अन्तिमसम्म हेरेर साथ दिनुहोला सबैजनाले। अनि आज चाहिँ हामीहरू जाँदैछौँ मकै छर्नको लागि बारीमा। उहाँ हेर्नु न, उहाँ फेरि आमा छोराको फेरि कस्तो छ। अनि मैले चाहिँ हेलो गर्न पठाएको छु। अनि त्यसपछि हामी हिँड्यौँ बारीमा। अनि बारीमा चाहिँ ट्र्याक्टर आएर बसिसकेको रहेछ के साथीहरू। अनि त्यसपछि मामुले चाहिँ बिउहरू छर्नुभयो। हाम्रो पुन्टे चाहिँ बारीमा लगेको एकदमै धेरै खुसी भएको थियो। अनि त्यसपछि त्यहाँ गएर चाहिँ झारहरू पोल्नु पर्ने रहेछ, जलाउनु पर्ने रहेछ। अनि त्यसपछि त्यसलाई चाहिँ हामीले जलाइदियौँ। अनि चाहिँ हामीले दिदीबहिनीले चाहिँ सल्लाह गऱ्यौँ कि साथीहरू सल्लाह हुन्छ नि, यसो खुसु खुसु सल्लाह गऱ्यौँ। हामीले चाहिँ यसो सानोमा आगोबाट चाहिँ हामी धेरै खुसी हुन्थ्यौँ कि हामीले कति धेरै इन्जोय गर्थ्यौँ, त्यही भन्दै कुरा गर्दैछौँ। अनि मामुले चाहिँ बिउहरू छर्दै हिँड्दै गर्नुभएको छ है। अनि त्यसपछि हामीले सबै झारहरू जलाइदिइसक्यौँ। अनि त्यसपछि आउँछ हाम्रो बारीमा सानो पुन्टे दगुरेको भिडियो। अनि मैले चाहिँ खासै भोइस कभर गर्न जानेको छैन, जस्तो जस्तो भए पनि हेरिदिनु होला। अनि ट्र्याक्टर आएर हाम्रो बारीमा जोत्यो। अनि हाम्रो मकै छरेर सक्यो साथीहरू। थ्याङ्क यू फर वाचिङ। बाई बाई साथीहरू।